2505 खड्का छन्कालज्यूबाट रु 250, मोतीराम उपाध्यक्षज्यूबाट रु 1600, मोतीराज उपाध्यक्षज्यूबाट रु 1600, जीवराज जयसीबाट रु 1000, जयराम शर्माज्यूबाट रु 505, डमप्रकाश बस्यालबाट रु 200, प्रेम विश्वकर्माज्यूबाट रु 505, कर्मचारी मिलन केन्द्र दरबाङबाट रु 1111, धौलागिरी टोल विकास समिति दरबाङबाट रु 2500, कमलनाथ शर्माज्यू हुलाचोकबाट रु 1000, ईश्वर खत्री रु 500, एमन नेपालीबाट रु 500, न्यू शान्ति टोल विकास समितिबाट रु 4000, रूपना जुगजाली जनप्रिय टोल विकास समिति पदाधिकारीबाट रु 1500। ओ बाबु सिम्पल हो र उपस्थित दर्शक महानुभावहरू केटाहरु त ल हालसम्मको नम्बरको स्कोर रहेको छ हेमावी 10 छ भने रनिङ अवश्य मावि 10 छ भने हेमावी 11, हेमावी 11, रनिङ अवश्य मावि 10। यो पहिलो सेट चलिरहेको छ। उपस्थित दर्शक महानुभावहरू भर्खर मात्रै खेल मैदानतर्फ पाल्दै हुनुहुन्छ भने र यस प्रतियोगितालाई सम्पन्न गर्नको लागि हामीलाई आर्थिक भौतिक नैतिक सहयोग आउने क्रम जारी छ। भर्खर मात्रै हामीलाई एउटा खुसीको खबर प्राप्त भएको छ। म्याग्दी जिल्ला भलिबल सङ्घद्वारा आयोजित यो तेस्रो म्याग्दी भलिबल कप 2082 लाई सफलताको शुभकामना व्यक्त गर्दै केबी एकाडेमी दरबाङबाट हामीलाई नगद रु 10,000 प्रदान गर्नुभएको छ। त्यसको लागि म हिरापुन आदरणीय दाइलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। साथै केबी एकाडेमी परिवारलाई हार्दिक आभार व्यक्त गर्दछौँ। हामीलाई नगद रु 10,000 प्रदान गर्नुभएको छ। सँगसँगै हामीलाई भलिबल खेल सञ्चालन गर्नको लागि भलिबल पोल स्ट्यान्ड नेट उपलब्ध गराएर सहयोग गर्नुभएको छ। त्यसको लागि आदरणीय दाइ हिरापुन होटल नमस्तेका प्रोप्राइटर पनि हुनुहुन्छ, साथै केबी बोर्डिङका सञ्चालक हुनुहुन्छ। उहाँप्रति म विशेष सम्मान गर्न चाहन्छु। म्याग्दी जिल्ला भलिबल सङ्घको तर्फदेखि हालसम्मको नम्बर रहेको छ 12-12 बराबर। बेदुराम सरकार हुनुहुन्छ, स्टेजमा आइदिनु होला। त्यो बुढाले लिन्छ कि सोलिना किसान 1500 प्रदान गर्नुभएको छ। यो बचत सहकारी उमेरको हिसाबले नि मिल्छ कि उमेरको हिसाबमा नि त मिल्दोजुल्दो छ नि। अभि कुमारी पुन्ज्यू ग्रिन बैङबाट नगद रु 1500, हेकबहादुर सेती महरबाट नगद रु 1000, चेतनशील टोल विकास समितिका अध्यक्ष हुनुहुन्छ उहाँ। मिमराज गौतम फेन्सी पसलबाट मिराज गौतमज्यूबाट 14,13 प्रदान गर्नुभएको छ। फेन्सी पसल पनि छ उहाँको।
त्यसै गरी भेजेन्द्र मानपुन वडा अध्यक्ष वार्ड नम्बर 4 का वडा अध्यक्ष हुनुहुन्छ। उहाँबाट नगद रु 5000 प्रदान गर्नुभएको छ। चेतनशील टोल विकास समितिबाट नगद रु 3500 प्रदान गर्नुभएको छ। सिर्जना बुढा जनप्रिय टोल विकास समिति उहाँबाट 200 प्रदान गर्नुभएको छ। माया गुरुङबाट रु 500, देवमाया पुलबाट 200। त्यसै गरी म्याउज म्याउची जनप्रिय टोलबाट रु 200। त्यसै गरी हर्कलाल सुनार लाङ्गाली फर्निचरबाट रु 500। सिर्जना सुनार मालिका 5बाट 100। त्यसै गरी कुमबहादुर रोका मगरबाट रु 300। कमलकान्त आचार्यबाट रु 500। त्यसै गरी